तपाई एनटीसी युजर हुनुहुन्छ, मोबाइलको डाटा सकिँदा तपाईलाई थाहै नदी पैसा कटिरहेको छ, त्यस्तो हो भने आज मैले त्यसको समाधान लिएर आएको छु। भर्खरै नेपाल सरकारले नयाँ अपडेट गरेको छ कि एनटीसी युजरहरूको लागि डाटा सकिएपछि पैसा नकाट्ने, तर त्यो डाइरेक्ट हाम्रो मोबाइलमा हुँदैन। त्यसको लागि हामीले एउटा सेटिङ अन गरेको हुनुपर्छ। अब त्यो कसरी गर्ने आज मैले तपाईलाई त्यो विषयमा सबै कुरा सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। तपाईले त्यो सेटिङ गर्न आफ्नो मोबाइलको डायल प्याड ओपन गर्नु होला र तपाईले यहाँ कोड लाउनु पर्ने हुन्छ स्टार्ट 444 र ह्याज। यो कोड डायल गरेर तपाईले जस्ट कलिङ गर्नु होला। कलिङ गरिसकेपछि अब यहाँ हामीले देख्न सक्छौं एउटा इन्टरफेस तपाईकोमा शो हुनेछ। यहाँ तपाईले देख्न सक्नुहुन्छ प्लिज चुज भनेर एक्टिभेट 4G देखि लगेर एक्टिभेट हैन। 4 नम्बरमा तपाईले पढ्नु भयो भने इनेबल डिसेबल भन्ने तपाईले अप्सन देख्न सक्नुहुन्छ। सो तपाईले यहाँनिरबाट नम्बर 4 टाइप गरेर यो सेन्ड बटनमा क्लिक गर्नुपर्छ। त्यसपछि यहाँ तपाईको फेरि अर्को अप्सन देखिन्छ। तपाईको यहाँनेरि तपाईले 1 नम्बरमा देख्न सक्नुहुन्छ डिजेबल भनेर है। हामीले त्यसलाई डिजेबल गर्नुपर्ने हुन्छ। सो हामीले यहाँनिरबाट 1 नम्बर हामीले लगाउँछौं। त्यसपछि के गर्छौं त हामीले सेन्ड गर्दिन्छौं। देख्न सक्नुहुन्छ हैन योर पेक डाटा सर्भिस डिजेबल -NTC भनेर एन्टी भनेर देखायो। अब यसलाई पुनः हामीले फेरि चेक गर्नको लागि स्टार 444 ह्याज गर्ने र फेरि हामीले कलिङ गर्ने। कलिङ गरिसकेपछि अब हाम्रो सेटिंग्स अन भयो कि भएन अथवा अफ भयो कि भएन, हाम्रो डाटा सकिसकेपछि पनि रिचार्ज काट्ने जुन अप्सन भनेको थियो त्यो इनेबल भयो कि भएन। अब हामीले फेरि यसलाई इनेबल डिजेबल हेर्नको लागि फोमै जान्छौं। त्यसपछि यहाँ हाम्रो एउटा अप्सन देख्न सक्छौं 3 नम्बरमा हेर्नु त। 3 नम्बरमा के छ स्ट्याटस भन्ने छ। जस्ट अब हामीले 3 नम्बर गर्दिन्छौं। ओके सेन्डमा क्लिक गरिसकेपछि योर स्ट्याटस चाहिँ अब के छ त यहाँ डिजेबल छ। अब हाम्रो जुन डाटा काट्ने सिस्टम थियो त्यो चाहिँ डिजेबल भयो। हो यसरी हामीले सजिलैसँगले के गर्न सक्छौं, हामीले सेटिंग्स गरेर डाटाबाट हामी बच्न सक्छौं। भिडियो मन परेमा लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस्त।